धक्का पुग्ने खालको समाचार पनि नगरौँ र त्यसमा दोषारोप गरेन भन्ने कुन क्षेत्रमा अझै छुट्यो रहेछ त्यो हामीले छुट्याउन सक्छौँ र पछि अस्ति मिटिङमा पारित गरेको छ जो व्यक्तिको यहाँ भयो खेल्न मिलेर पनि खेल्न नपाउन सक्छ त्यसमा हामीले मुक्त गर्ने कुरा हो होइन सम्बन्धी जसले किन बुझ्दैन घरमा गर्ने गएर खेलियो भन्ने अस्तिको मिटिङमा निर्णय पारित भएको छ त्यसकारण घरमा आउनुभन्दा आउने मौका दिनुभन्दा बरु यतै एउटा उठाइदिनु भनेर 200 रुपियाँ किनेर होस् 100 रुपियाँ किनेर होस् जो जहाँ हुन्छ उहाँ सबैलाई सुख रहोस् शान्ति रहोस् अनि यसमा जसले आफ्नो पितृको नाम भगवानको नाम जे सोचेर अगरबत्ती जलाएर रूप 50 रुपियाँ हालेर भवन नाम 54 देउसी भैलो खेल्ने कार्यक्रम रहेको छ त्यस दौरान सम्पूर्ण अहिले पनि मलाई पैसा दिनुपर्छ पुगेको हुँदैन त्यो तपाईँ हामीलाई